हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ अहिले भाँदै आएको छु। नजारा, मर्निङ नजारा। स्पेसल नजारा के छ भने हाम्रो घरमा फलेको अङ्गुर। अनि हेर्नु है, लिची पनि। वाह, कस्तो राम्रो। यहाँ नि रहेछ साथीहरू। यो चाहिँ के घिउकुमारी। ए लिची त कस्तो बवाल भएछ नि, तर पाक्ने बेलै भएको रहेनछ साथीहरू हाम्रोतिर त। साथीहरू ड्याडीले ड्रागन फ्रुट रोप्नु भएछ, तर हाम्रो ड्याडीलाई यस्तो यस्तो कस्तो मन लाग्छ कि रोप्नुको लागि। त्यो चाहिँ हाम्रो बारी हो, त्यो चाहिँ बुट्टा चिट्टा छ। अनि मम्मीले के लाउनु भएछ, खुर्सानी, एभोकाडो, अनि के हो लौका साथीहरू। त्यो चाहिँ लौका हो। त्यो चाहिँ लिचीहरू। योपालि लिची नै फलेन छ हौ साथीहरू हाम्रोसँग। तर मजा आउँछ नि गाउँतिर है, दुःख गरेर बस्न चाहिँ आउँदैन, हेर्न मात्रै। के गर्दै हो मम्मी? उहाँ चाहिँ मेरो सासू मम्मी फिल्म हेर्दै गर्नुभएछ। लोप्साङ हाई गाइज भनिदेऊ। मम्मी हाई भनिदिनु न। हाई साथीहरू, म चाहिँ अहिले गोठ जान लागेको कि कति ढिला उठेँ। बिहानभरि सुतेको छु नि त। हेर्नु है हाम्रो बाख्राहरू, क्युटी क्युटी छ मुनिहरू। हाई के हो र? अब म तिमीहरूलाई घाँस काट्न जान्छु ल। यता पनि राम्रो छ। त्यो के को बोट रे? आलु बखडा, आलु बखडा खै के हो त्यसको बोट हो। अनि यो चाहिँ साथीहरू हाम्रो नास्पातीको सानो सानो दानाहरू फलिसकेको रहेछ साथीहरू। अनि यो चाहिँ नामै आएन। अनि के यो चाहिँ हाम्रो ड्रागन फ्रुट कस्तो राम्रो बनाउनु भएछ ड्याडीले, हेर्नु न। लास्टै मेहनती हुनुहुन्छ साथीहरू मेरो ससुराहरू त है। हेर्नु न कस्तो क्युट। वाउ, म चाहिँ गोठमा जानु लाग्यो होइन। लौका अङ्कलको घर त कति थोरै देखिरहेको रहेछ। म यहाँ तल गहिरोमा भएर, गहिरो त होइन, ए हाम्रो के पो पाल्नु भएछ हौ मम्मीहरूले। म त थाहा नै हुन्न है साथीहरू, आउँदैन नि त खासै गाउँ। ए यो के हो? राँगो हो कि भैँसी हो साथीहरू? सायद राँगो होला। यसले चाहिँ बरु केही गर्दैन, कति क्युटी छ। त्यो त हान्नु पो आयो मलाई है। है बेबी, के खाएको तिमीले? घाँस हालिदिनु पर्यो। म घाँस हालिदिन्छु, कहिले काटेको चाहिँ होइन ल साथीहरू। मैले कस्तो भगाएर पनि सोरेको छैन। म आज कति ढिला उठेको होइन, हिजो हिँड्नु पर्यो नि त। अनि त्यही भएर पनि हो कि खासमा, बुझ्नु नि साथीहरू। डल्ले खुर्सानीको बिउ होइन, बिरुवा रोप्नु भएको रहेछ। कस्तो दामी।
अब यो फलेपछि झन् कति राम्रो हुन्छ होला साथीहरू। हाम्रो यो चाहिँ हाम्रो नुवाकोट पारी नुवाकोटको नजारा हो। मेरो घर माइती चाहिँ त्योभन्दा उता। साथीहरू म चाहिँ अहिले अङ्कलको घर आएको अनि हाम्रो बारी हेर्नु न साथीहरू, मकै बारी दामी छ नि। लिचीहरू योपालि कस्तो राम्रै फल दिएन छ हौ साथीहरू, हरियै छ, बोटमै छैन के योपालि, फुलै राम्रोसँग नफुलेको रे। हाई साथीहरू, मैले जानी नजानी भ्लग बनाएँ, अब कस्तो बनाएँ राम्रो बनाएँ नि नराम्रो बनाएँ नि, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है। बुद्ध चित्तको बोट कस्तो क्युट हेर्छ न, वाउ कति राम्रो फलेछ योपालि त। हाम्रो ड्याडीले त पैसा कमाउनुहुन्छ। हेर्नु न हाम्रो तरकारी खेती चाहिँ यस्तरी गरिन्छ, कस्तो दामी के है, आइडिया चाहिँ खतरा हो क्या बुढाबुढीको बच्ची भए पनि। हाम्रो चाहिँ यतातिर प्रायः खेती किसानै गरिन्छ नि त, अनि कस्तो घाँटी नै कस्तो भयो क्या साथीहरू। म हिजो धुलोमा हिँडेर होला नि, कति धेरै छ बुद्ध चित्तको बोटहरू। साथीहरू टन्नै यो पाटा चाहिँ पुरै लाउनु भएको छ ड्याडीहरूले, तर अहिले त जताततै लगाइदिइसक्नु भयो, सायद राम्रो हुने भएर होला नि होइन। अनि यस्तो छ, भन्दा तल चाहिँ डल्ले खुर्सानी टन्नै लाउनु भएको रहेछ, यस्तो बारीतिर नि लगाइदिनु भएको छ। यो दसैँको सिजनमा चाहिँ दामी हुन्छ। अब यो बुद्ध चित्त त सिजन यही हो के अरे, हरियै रहेछ, तर कस्तो हुन्छ मलाई त थाहा छैन कसरी बेच्छ भनेर साथीहरू। गाउँमै जन्मेर हुर्केर पनि मलाई त्यति धेरै नलेज चाहिँ नै के, अनि त्यही भएर होला नि बिहान बिहानै भ्लग बनाउँदै हिँडेको। कस्तो मजाले फलेको रहेछ कि साथीहरू, हेर्नु न बुद्ध चित्त, आमामा झुप्पै क्या दामी फलेको रहेछ नि। यतिको फले हाम्रो कति वर्ष भइसक्यो, तर भयो नि थुप्रै वर्ष भइसक्यो यो बिक्री भएको, मतलब वर्षैपछि फल्छ क्या। पोहोरभन्दा योपालि राम्रो रहेछ फल, कस्तो खुसी लाग्ने क्या है, आफूले दुःख गरेको खेतीहरू राम्रो हुँदा। लिची त उत्यो हो साथी, लिची नै फलेर रहेछ, के जानु घरमा मात्रै अलिकति रहेछ भने योपालि त। हेर्नु न साथीहरू खुर्सानी, वा तर बिहानै भएर म बारीमा गएन साथीहरू, गइनँ, यतैबाट देखाउन चाहेँ मैले। यो सबै खुर्सानी कस्तो बबाल फलेको छ के, यो भटमास पनि खाने बेला भइसकेको छ साथीहरू, अम्मै कति छिटो। हेर्नु न शीतमा हल्लाउनु हुँदैन अरे नि त खुर्सानीको बोटलाई, तर भन्न त केही नि भन्नुहुन्न हाम्रो यतातिर त, भए पनि नहल्लाइदिउँ साथीहरू। के हो साथीहरू हाम्रो बारीको नजारा, म अझ तल बारीहरूमा जानै भ्याएन। पहिलोचोटि भ्लग गरेको भिडियो कस्तो लाग्यो हेरेर सुझाव प्रतिक्रिया दिनु होला है साथीहरू। बारीमा आएको साथीहरू, यहाँ पनि हाम्रो चाहिँ तलको बारी चाहिँ करेला हो, फलेको रहेनछ। यो चाहिँ खुर्सानी, चाहिँ मेरो गाउँको सबैभन्दा प्यारो फुपू। वाह कस्तो राम्रो रहेछ, मम्मीले काम गरिरहेछ साथीहरू। पानी थप्नु आएको। हाई फुपू, आमा ओरिजिनल दादा है साथीहरू। हामीले पानी बगेको हेर्नु फुपू, दोग्रोमा बोक्नु भएको, नलुक्नु न नि ए भगवान्। साथीहरू हाम्रो गाउँको भिजिट मैले गरिदिएको छु, राम्रो लाग्छ राम्रो लाग्दैन हेरेर प्रतिक्रिया दिनु होला है। बाई साथीहरू, फेरि पनि राम्रो भयो भने अर्को भिडियो लिएर आउने छु म पक्कै पनि। बाई साथीहरू।